Namaste, I'm People Galtas from Band Nightmares, and I would like to thank Karma Lamps Records for this opportunity to show my basses and pedals, small rundown, and म तपाईहरुलाई सिरियली देखाउन गइरहेको छु मेरो बेस र प्याडल. So this one is my first guitar. This guitar यो कॉर्ड को हो, कॉर्ड कम्पनीको. अनि लेफ्ट ह्यान्डेड बेस पाउन एकदमै साह्रो पर्छ इन्डियामा खासै. अनि यो पनि मेरो साथीले कलकत्ताबाट त्यतिबेला मगाइदिएको 2007 मा होला आई गेस. यसको साउन्ड राम्रो छ. यो पिकअप सेलेक्टर मैले हालेको यसमा आफै इन्स्टल गरेको. यस्तो छ यसको यो ट्युन हो. यो चाहिँ मेरो आइबेनिज हो. आइबेनिजको स्ट्यान्डर्ड सिरिज हो यो बेस. एकदमै राम्रो छ यो पनि. यो एक्टिभ हो. अनि यसमा चाहिँ म यो स्ट्रिङ एक्स्ट्रा लाइट गज युज गर्छु. एकदमै सफ्ट छ. राम्रो छ यो बेस पनि. स्टेजमा प्राय आजकल म यो युज गर्छु यो बेसलाई. यो चाहिँ मेरो कस्टम मेड बेस हो. अनि यो चाहिँ खासै मैले आफै बनाएको यो बेसलाई. यो वुडहरु यो लकडाउनको टाइममा बनाएको मैले. वुडहरुलाई मैले स्टडी गरेर खोजेर. यो चाहिँ तपाईको म्याग्नोलिया हो. हाम्रोतिर रानी चाँद भन्छ यसलाई. एकदमै दामी वुड यो. अनि यो नेक चाहिँ मैले यामा आरबीएक्स को हालेको. अलिकति मोटो छ यो नेक चाहिँ. अनि डिमर्जियो पिकअप, ज्याज पिकअप. राम्रो छ यसको पनि साउन्ड. अनि यो चाहिँ मेरो भर्खरै भन्दा पनि 6 मन्थ अलिक भयो होला यो बेस ल्याएको. यो चाहिँ आइबेनिजको तपाईको यो प्रिमियम सिरिज बेस हो. एकदमै राम्रो छ यो. एक्टिभै हो यो पनि. सो मलाई यो नेक एकदमै मनपर्छ यो वुड विङ्गे. अनि यो ट्युनर तपाईको पोर्टफुल छ. नर्थ स्ट्यान्ड पिकअप. अनि यसमा चाहिँ मलाई अलिकति प्रब्लम छ. के हुँदैछ भन्दा चाहिँ म त्यो रेगुलर लेफ्ट ह्यान्डेड यो तपाईको स्ट्रिङ युज गर्दिन. अनि मलाई त्यो सानैदेखि पहिलेदेखि त्यो अपसाइड डाउन चलाउँछु यो स्ट्रिङ चाहिँ राइटीकै. अनि यो मैले स्ट्रिङ पल्टाउँदा चाहिँ मलाई अलिकति यो फिक्स ब्रिज यो भएर चाहिँ मलाई यहाँदेखि अलिकति तल अफ बज्दैछ. यसको अलिक प्रब्लम भएको छ. एडजस्टै हुँदैन यता इन्टोनेसन. अनि यसलाई अब अलिक काम छ. ड्रिल गरेर अलिकति हल्का अगाडि बढाउनु पर्ने छ यसलाई. नेक्स्ट आई एम गोइङ टु सो माई प्याडल्स. धेरैले मलाई सोध्नुहुन्छ प्याडल के युज गर्नुहुन्छ, सो गर्नुहोस् न भनेर मलाई सोध्नुहुन्छ. अनि यो चाहिँ मेरो नर्मल प्याडल सेटअप हो. म बेसी युज गर्दिनँ त्यस्तो बेसी. यो क्रोमेटिक ट्युनर युज गर्छु. अनि यो चाहिँ बेलिसिन सिग्नेचर ड्राइभ हो. यो ओरिजिनल टोन हो. बेलिसिनले जुन चाहिँ युज गर्नुहुन्छ म यो प्राय यही युज गर्छु. अनि यो मल्टी इफेक्ट्स जुमको B3N. यसमा म प्राय फ्रेसर युज गर्छु, फ्लेन्जर. अनि एउटा यो तपाईको डाग्लास यसमा प्रियाम दिएको छ यो युज गर्छु नाइटमेयर्समा प्राय. अनि यो EQ अनि यो नोइज सस्पेसर त्यति हो. अनि यसको चाहिँ तपाईलाई म साउन्ड सुनाउनु गइरहेको छु. एकदमै राम्रो छ यसको. डाग्लास युज गर्छु म प्राय. यो चाहिँ नाइटमेयर्समा गीतहरुमा युज गर्छु.
थ्याङ्क यू।